ल साथीहरू अहिले चाहिँ हामी नयाँ बस पार्क गङ्गोबा आएर चाहिँ गाडी चढिसकेको छौँ। हाम्रो सामान रेडी छ त्यहाँ। अब यो माथि रहनुपर्छ होला। अनि हाम्रो भिनाजु पनि आइसक्नु भयो। के छ, गुड मर्निङ है। मर्निङ हजुर, नमस्कार। तपाईँ टोपी त पढाएको छ त यार। पुरै टुरिस्ट सिस्टम भन्नु अब। ल ठिक छ, अब अरू पेसेन्जरहरू आउँदै हुनुहुन्छ। अनि त्यसपछि हामी जानेछौँ। हाम्रो यात्रा गोसेकुण्डासम्म छ। तपाईँले इन्ट्रो हेर्नुभयो होला। ल अहिलेको लागि यति नै। अब हामी एकछिनमा हिँड्नेछौँ है त। ल कनेक्टका त काट्नै पर्छ, नभए गाइसित नभए त कागज पत्र दिन्छ, कनेक्टका काट्नुपर्छ। म अहिले अहिले हामी धुन्चेतिर आइपुग्यौँ ठ्याक्कै। अब हाम्रो चाहिँ अब पैदल यात्रा सुरु हुन्छ। यहाँ पनि गाडी आउँछ, कहाँबाट आएको थियो यहाँ? यो गाडीहरू चाइनाबाट ल्याएर भनेको। बिओडी सबै यहाँबाट नजिक हुन्छ कि? यहाँ नजिक हुन्छ। यहाँ र तातो पानी रसुवा र उता तातो पानी पुगेर सबै यहाँबाट हो कि। त्यही भएर सर, अनि यहाँ छ धुन्चेसम्मको यात्रा कस्तो भयो तपाईँको? मलाई चाहिँ एकदम रमाइलो भइरहेछ, तर यो बाटो चाहिँ कहाँबाट आयो त्यो चाहिँ मलाई कन्फ्युज भयो। थाहै भएन है? थाहै भएन। अब गाडीमा अब हामी चाहिँ म पनि फर्स्ट टाइम हो, कता हो आइपुग्यो। प्लेन भन्दा चर्को उड्दो रहेछ। इभी गाडी उडिहाल्छ नि के हो त्यस्तै। मलाई बाटो घाटो चाहिँ अब हामी त अब जति चढ्नु गाडी चढ्यो, अब पैदल यात्रा गर्नुपर्छ है यहाँबाट। अब कहिले अलिकति अगाडिसम्म लगाउँदै भने कता हो खोइ थाहा छैन हामीलाई। नयाँ पऱ्यो। अनि हाम्रो इकोसको खाइदिउँ। हामी चाहिँ अहिले धुन्चे छौँ। यहाँसम्म आइपुग्यो। अब यहाँबाट लुतै हिँड्नुपर्छ। अब के गर्ने, अब हाम्रो सर यहाँ ब्याग मिलाउँदै हुनुहुन्छ। साथी सरको टोली पनि छ 6-7 जना। लुतै हिँड्नुपर्छ अब।